ओम तत्सत। श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। हिन्दू धर्म तथा वैदिक परम्परामा आश्रम भनेको मानिसको जीवनलाई 4 चरणमा विभाजन गरिएको व्यवस्था हो। यसलाई आश्रम चतुष्टय भनिन्छ। ब्रह्मचर्य आश्रम जन्मदेखि 25 वर्ष, गृहस्थ आश्रम 25 देखि 50 वर्ष, वानप्रस्थ आश्रम 50 देखि 75 वर्ष र सन्यास आश्रम 75 वर्षभन्दा माथि। ब्रह्मचर्य आश्रमको मुख्य धर्म अध्ययन, अनुशासन र चरित्र निर्माण हो। गृहस्थ आश्रमको विवाह गरेर परिवार स्थापना गर्नु, सन्तान पालन पोषण, समाज र राष्ट्रप्रति दायित्व पुरा गर्नु, दान, सेवा, कर्म, अर्थ र धर्मको पालन गर्नु। वानप्रस्थ आश्रममा गृहस्थ आश्रम र सांसारिक जिम्मेवारी क्रमशः सन्तानलाई हस्तान्तरण गर्दै समाजलाई अनुभवबाट मार्गदर्शन दिइन्छ। वानप्रस्थ आश्रम जाने बेला भएपछि अब जङ्गल जाने बेला भयो भनिन्छ। वास्तवमा जङ्गल जानु भनेको वैरागी हुनु अथवा डिट्याचमेन्ट बढाउनु भन्न खोजिएको हो। संसारप्रतिको मोह, लोभ, राग, आसक्ति, माया घटाउँदै आध्यात्मिक जीवनतर्फ उन्मुख हुनु भन्न खोजिएको हो। सन्यासीको लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु हो। यी मध्ये गृहस्थ आश्रमलाई सबै आश्रमको आधार मानिएको छ, किनकि ब्रह्मचारी, वानप्रस्थी र सन्यासीले अन्न, वस्त्र र आवश्यक सहयोग यही आश्रमबाट प्राप्त गर्छन्। त्यसैले गृहस्थ आश्रमलाई आश्रमहरूको मेरुदण्ड पनि भनिएको छ। आश्रम व्यवस्थाको बारेमा मनुस्मृति, महाभारत तथा विभिन्न धर्मसूत्र र स्मृति ग्रन्थहरूमा वर्णित छ र यसको उद्देश्य भनेको पनि मानव जीवनलाई धर्म, अर्थ, काम र मोक्ष यी 4 पुरुषार्थबाट सन्तुलित मार्गमा अगाडि बढाउनु हो। गृहस्थ आश्रमको प्रवेशद्वार भनेको विवाह हो। विवाह बिना गृहस्थ आश्रम पूर्ण प्रारम्भ भएकै मानिँदैन। त्यसैले हिन्दू धर्ममा विवाहलाई केवल सामाजिक सम्झौता नभई षोडश संस्कारमध्ये एक पवित्र संस्कारको रूपमा मानिन्छ। विवाह केवल 2 व्यक्तिको मिलन नभई यो 2 परिवार, 2 संस्कार र 2 जीवनयात्राको मिलन हो। गृहस्थ आश्रम सफल हुँदा नै समाज, संस्कृति र धर्मको आधार बलियो रहन्छ। That's why in a successful married life, 2 people grow together through love, respect, harmony, compatibility, responsibility, patience, spiritual practice, and shared commitment to living as per dharma. यसै कारण विवाह अघि वर र वधुको जन्मकुण्डली वर्ष चार्टको विस्तृत अध्ययन गरिन्छ। ज्योतिषीय भाषामा यसलाई ग्रह मेलापक, होरोस्कोप म्याचिङ भनिन्छ भने सामान्य भाषामा चिना मिलाउनु भनिन्छ। During horoscope matching, parents and guardian greatest concern is Mangalic dosh, which is also called Kunja dosh or Mangal dosh. Mangalic is not simply the presence of Mars in certain houses. It is a condition where Mars has the potential to disturb marital harmony since its fiery, aggressive, and separative nature. Expert astrologer must always analyze the chart, scrutinize the planetary alignment, or evaluate the cosmic blueprint. Strength, dignity, aspect, fusion, cancellation, Mams and Chandra Lagna not merely count houses. मङ्गल ग्रह 9 ग्रह मध्ये सबैभन्दा शक्तिशाली ग्रह मानिन्छ। It represents energy and physical strength, courage, confidence, action, determination, leadership and ambition, discipline, competitiveness, land, property and real estate, brothers and siblings, especially younger brother, engineering, military, police, surgery and technical profession. When Mars is positive, strong and well placed, it gives bravery, नेतृत्व क्षमता नि बढाउँछ। कठिन परिस्थितिमा पनि काम सम्पन्न गर्ने शक्ति दिन्छ। सम्पत्ति र करियरमा सफलता दिलाउन सक्छ। Because of its high stamina and strong willpower, it gives success in sports, engineering, defense and entrepreneurship. When Mars is challenging, weak or afflicted, it may indicate anger and impatience, aggressive behavior, arguments and conflicts, accident or injuries, impulsive decision, साथसाथै वैवाहिक जीवनमा चुनौती आउन सक्छ। यो चाहिँ अन्य योगहरूमा पनि निर्भर हुन्छ। दिएको 12 भाव चार्ट छ, यसलाई चाहिँ हामी जन्म लग्न भनेर मानौँ है। यदि कुनै व्यक्तिको जन्म लग्नमा द्वितीय हाउसमा, चतुर्थमा, सप्तममा, अष्टममा वा द्वादश भावमा यदि हाउसमा चाहिँ मङ्गल छ भने त्यसलाई मङ्गल दोष भनिएको छ। A complete judgment should always consider the entire horoscope, including the 7th house, Venus, Moon, Jupiter, Ram's planetary strength, and benefic or malefic influences.
केही विद्वानहरूले चाहिँ चन्द्र लग्नबाट पनि विचार गर्नुपर्छ बताउनुहुन्छ, तर चन्द्र लग्नबाट बनेको मङ्गल दोषको प्रभाव सामान्यतया एसेन्डेन्ट चार्टबाट बनेको मङ्गल दोषभन्दा कम शक्तिशाली मानिन्छ। त्यही पनि दक्ष ज्योतिषीले चन्द्र कुण्डली र जन्म कुण्डली दुवैको आधारमा निर्णय गर्नुपर्छ। मङ्गल इन द फर्स्ट हाउस। पहिलो भावबाट लग्नबाट व्यक्तिको पर्सनालिटी, फिजिकल स्ट्रक्चर, क्यारेक्टर, चाइल्डहुड, हेल्थ र भाइटालिटीको विचार गरिन्छ। यदि मङ्गल लग्नमा छ भने व्यक्ति क्रोधी, सर्ट टेम्पर्ड, शरीरमा अधिक गर्मी, ब्लड डिसअर्डर्स, दुर्घटनाको सम्भावना, साथसाथै मानसिक अशान्ति तथा इम्पल्सिभ नेचरको प्रभाव देखाउन सक्छ। यस्तो मङ्गलको दृष्टिले स्वास्थ्य, घर, सम्पत्ति तथा आयुमा पनि असर पार्न सक्छ। विशेष गरी मङ्गल कमजोर चन्द्र अथवा निर्बल शुक्र द्याट इज विक मुन अर विक भेनससँग संयुक्त भएको छ भने यसको प्रभाव अझ बढी भएको मानिन्छ। मङ्गल इन सेकेन्ड हाउस। मङ्गल इन सेकेन्ड हाउस दोस्रो भावबाट परिवार, फ्यामिली, स्पिच, फेस, धन तथा मृत्युको कारण आदिको विचार गरिन्छ। यस स्थानमा मङ्गल भयो भने धन र सन्तान सम्बन्धित चुनौती, स्वास्थ्यमा समस्या, भाग्यमा अवरोध, जीवनसाथीको स्वास्थ्यमा असर, परिवारभित्र मतभेद, बोलीमा कठोरता, हार्स स्पिच हुन सक्छ। तर यदि मङ्गल पाप ग्रहबाट पीडित छैन भने यसको अशुभ प्रभाव धेरै कम हुन्छ भनिएको छ। मङ्गल इन द फोर्थ हाउस। फोर्थ हाउसबाट सुख, डोमेस्टिक लाइफ, होम, प्रपर्टी, भेहिकल, मेन्टल पिस तथा भौतिक सुविधाहरूको विचार गरिन्छ। यदि मङ्गल फोर्थ हाउसमा छ भने रियल इस्टेट प्राप्तिका लागि राम्रो योग हुन सक्छ, तर गृहस्थ जीवनमा स्थायी शान्ति कायम गर्न कठिनाइ आउन सक्छ। मङ्गलको सप्तम भावमा दृष्टि भएकोले पति पत्नी बीच विचार तथा व्यवहारमा कम्प्याटिबिलिटी कायम नहुन सक्छ। यद्यपि धेरै आचार्यहरूले चतुर्थ मङ्गललाई दाम्पत्य जीवनको अत्यधिक अशुभ भने मानेका छैनन्। मङ्गल इन द सेभेन्थ हाउस। सेभेन्थ हाउस भनेको विवाह र म्यारिड लाइफकै मुख्य भाव हो। यस भावबाट म्यारिटल ह्याप्पिनेस, जीवनसाथीको स्वभाव र व्यक्तित्व, म्युचुअल अन्डरस्ट्यान्डिङ, वैवाहिक सम्बन्धको गुणस्तरको पनि विचार गरिन्छ। यदि मङ्गल सप्तम भावमा छ भने जीवनसाथीको स्वास्थ्यमा प्रभावित हुन सक्छ, वैवाहिक जीवनमा तनाव तथा विवाद बढ्न सक्छ, बिजनेस इन्स्टेबिलिटी आउन सक्छ, परिवार तथा धनमा समस्या आउन सक्छ, दुर्घटना, चोटपटक, बोइल्स वा अन्य स्वास्थ्य समस्या देखिन सक्छ। जीवनसाथी आकर्षण भए पनि स्वभावमा प्रतिस्पर्धा अथवा एग्रेसिभ नेचरको हुन सक्छ। केही राशिहरूमा विशेष गरी मेष, सिंह, वृश्चिक, मकर र कुम्भ यस्तो मङ्गलले दोस्रो विवाह, सेकेन्ड म्यारिजको सम्भावना बढाउन सक्छ भन्ने मत पनि पाइन्छ। मङ्गल इन एर्थ हाउस। यो भनेको एर्थ हाउसबाट आयु, अब्स्ट्याकल्स, सडन इभेन्ट्स, मृत्युको कारण र सौभाग्य, म्यारिटल फर्च्युन हेर्ने गरिन्छ। यदि एर्थ हाउसमा नै मङ्गल छ भने यसलाई मङ्गल दोषको सबैभन्दा बलियो मानिन्छ, स्ट्रङ्गेस्ट फर्म हुन्छ। एर्थ हाउसमा मङ्गल छ भने दोषको स्ट्रङ्गेस्ट फर्म भयो। स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन सक्छ, मानसिक तनाव बढ्न सक्छ, पति पत्नी बीच सेपरेसन वा दूरी आउन सक्छ, सामाजिक आलोचना तथा पारिवारिक विवाद हुन सक्छ, ब्लड प्रेसर लगायतका रोगको सम्भावना पनि बढाउन सक्छ। विशेष गरी महिलाको जन्म कुण्डलीमा यो स्थिति बढी संवेदनशील मानिएको छ। मङ्गल इन द टुवेल्थ हाउस। टुवेल्थ हाउसबाट एक्सपेन्सेस, फरेन ट्राभल, बेड कम्फर्ट, स्लिप, इन्जोयमेन्ट अनि सेक्रिफाइसको विचार गरिन्छ। यदि मङ्गल द्वादश भावमा छ भने सप्तम भावमा पूर्ण दृष्टि भएकोले वैवाहिक जीवन प्रभावित हुन सक्छ, जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ, अनावश्यक खर्च बढ्न सक्छ, खराब बानी ब्याड ह्याबिट्स विकास हुन सक्छ, यौन संयम सेल्फ कन्ट्रोल कम हुन सक्छ, क्रोध, विद्रोही स्वभाव, रिभिलियस नेचर, दुर्घटना, रक्त सम्बन्धी रोग, टाउको दुखाइ, गुप्त रोग आदि देख्न सकिन्छ।
यसको प्रभाव भनेको वृश्चिक र मकरमा सबैभन्दा बढी, मेष सिंह धनु कर्कट मीनमा मध्यम हुन्छ भने मिथुन तुला र कुम्भमा छ भने तुलनात्मक रूपमा कम मानिएको छ। अन्तिम निष्कर्षमा आउँ हामी। Final conclusion, merely finding Mars in the 1st, 2nd, 4th, 7th, 8th or 12th house is not sufficient to conclude that a marriage will face serious problems. कुनै पनि कुण्डलीको फलादेश गर्दा भाव मात्र हेरेर निर्णय गर्नु उचित हुँदैन। माङ्गलिक दोष इज एन इम्पोर्टेन्ट फ्याक्टर इन म्यारेज म्याचिङ बट इट्स विल नेभर बी जज्ड इन आइसोलेसन। साथै ग्रहको बल, ग्रहको राशि, शुभ अशुभ ग्रहको प्रभाव, मुन चार्ट, नॉर्म्स चार्ट, एक्सलेसन, डेभिलेसन, ओन साइन और फ्रेन्ड साइन, benefic aspect of Jupiter or Venus, aspect of conjunction of Saturn, Rahu or Ketu, overall strength of the 7th house and its lord. Only after evaluating the entire horoscope should one declare whether Mangalic dosh is mild, moderate, severe or cancelled. सबैलाई समान महत्त्व दिएर मात्र समग्रमा विश्लेषण गरिनुपर्छ। अन्ततः सम्पूर्ण ज्योतिषीय विचारपछि पनि भगवत इच्छा, डिभाइन वाइल तथा भगवत कृपा नै सर्वोपरि मानिन्छ। हस्त धन्यवाद। ओम।